नेपाल सरकार लागू पदार्थ औषध सर्वेक्षण 2076 अनुसार हाम्रो समग्र देशको 1,30,424 जना लागू पदार्थ दुर्व्यसनीमा फसेको भन्ने सर्वेक्षण तथ्याङ्क उल्लेख छ। यो सर्वेक्षणले यस्तो खालको तथ्याङ्क देखाइएको छ। गाउँ सहरमा मात्र नभएर पछिल्लो पटक चाहिँ गाउँमा पनि यसको असर लागू पदार्थ दुर्व्यसनी सम्बन्धीमा एउटा यस्ता प्रवृत्ति गाउँ स्तरमा पनि ग्रामीण भेगमा पनि फैलिँदै गइरहेको छ भन्ने एउटा जुन मिडिया लगायत एउटा उसमा सञ्चारमा आइरहेको हुन्छ, सम्प्रेषण भइरहेको हुन्छ। यो हुनुमा दिन प्रतिदिन यो घट्नुपर्ने ठाउँमा सरकार पनि तिनै तहका सरकारले प्रयास गरिरहनु भएको छ। तैपनि यसरी यो बढेर जानुको मुख्य कारण चाहिँ के हुनसक्छ होला? एउटा मनोविद र एउटा आफ्नो एउटा बौद्धिक आफ्नो विज्ञताको दृष्टिकोणबाट म गोपाल ढकालज्यूलाई यो प्रश्न राख्दछु। धन्यवाद दिनुहोस् न। उहाँले अघि पनि मेरो परिचय दिइसक्नु भएको छ। म गोपाल ढकाल, म मनोविद हो, म मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्छु। लागू औषध दुर्व्यसन, लागू पदार्थ यावत क्षेत्रमा मैले काम गर्दै आइरहेको छु। अब सबैभन्दा पहिले चाहिँ नि म थोरै बोल्छु, काम लाग्ने मात्र बोल्छु, तपाईँले बुझ्न सक्ने मात्रै बोल्छु है। आजसम्म नि तपाईँको 7 क्लास 6 र 7 क्लासको उमेर छ है। तपाईँको उमेर 14, 15, 12, 13 हो, त्यही हो। अहिलेसम्म नढाने भन्नु ल, अहिलेसम्म तपाईँहरूले चुरोट, बियर, रक्सी कसले खानु भएको छ? अहिलेसम्म एकैचोटि किन नहोस् ल, नढाने हात गराउनुहोस् त, मैले त खान्छ हात गराउनुहोस् त, खानु भएको छ? आजसम्म कसैले खाएको छैन? सिगरेट पनि खाएको छैन? बियर, छ्याङ खानु भएको छ? ए ल, जब उहाँले के भन्नुभयो थाहा छ? म उठाएर गर्छु है। उहाँको मम्मीले टेस्ट गर्नुपर्छ कस्तो हुँदो रहेछ छ्याङ खाउन भनेर भन्नुभएको छ। अनि उहाँलाई पनि कस्तो हुँदो रहेछ टेस्ट गरिदिउँ न त भनेर उहाँले के गर्नुभयो? खानुभयो। र छ्याङ लागु पदार्थ हो कि होइन? हो, लागु पदार्थ हो कि होइन छ्याङ? हो। चुरोट पनि हो। अनि मन लागेर खाएको कि कस्तो हुँदो रहेछ टेस्ट गर्नु भनेर, टेस्ट गरौँ भनेर है। उहाँ एकदमै इमान्दार हुनुहुँदो रहेछ। उहाँले आफ्नो कुरा लुकाउनु भएन। तपाईँहरू पनि सबैलाई नढाने भन्दा तपाईँहरूलाई पनि कता कता खाँदा के हुन्छ कि टेस्ट गरेर हेरौँ भन्ने पनि खाइदिन्छ। ठुला दाइ दिदीहरूले परिवारमा बुबा आमाले पनि सिगरेट खाएको देख्नु भएको छ। बर्थडेहरूमा दसैँ तिहारमा बियर खाएको देख्नु भएको छ। म पनि खाइदिउँ कि क्या भनेर मनमा लाग्छ कि लाग्दैन? लाग्छ कि लाग्दैन? आफ्नो लाग्दैन? पक्का हो? मलाई त तपाईँको जस्तो उमेरमा लाग्थ्यो। मैले ठुलाहरू सिगरेट खाएको देख्थेँ होइन, अनि यस्तै कागजहरू बनाएर होइन सिगरेट जस्तो बनाएर एक दिन मैले पनि खाएको। त्यस्तो गर्न मन लाग्छ कि लाग्दैन? लाग्दैन? तर यो उमेरमा त कस्तो हुन्छ होला खाँदाखेरि होइन? किन खान्छन् होला ठुलाले, त्यो खाएपछि के हुन्छ होला भन्ने जिज्ञासा हुन्छ कि हुँदैन? हुन्छ। भाइलाई पनि भएको थियो। तपाईँहरूलाई जिज्ञासा छ कि छैन? हो। अब यही जिज्ञासाबाट सुरु हुन्छ यो खाने बानी। कहाँबाट सुरु हुन्छ? यही जिज्ञासाबाट। कस्तो ठुलाले पनि खाएको छ, घर परिवारमा पनि कसैले खाइराखेको हुन्छ, अनि खाना कस्तो हुँदो रहेछ भन्ने हिसाबले पनि खान मन लाग्छ। अनि आज खायो, भोलि खायो, पर्सि खायो, खाँदा खाँदै के हुनसक्छ? लत लाग्न सक्छ। अनि त्यो लत लागिसकेपछि म छोड्छु भनेर पनि छोड्न सकिँदैन। हो, यसरी सुरुवात हुने हो। र अहिले तपाईँहरू जुन उमेरमा हुनुहुन्छ यो उमेरमा चाहिँ हामी कसरी सुरुवात गर्छौँ भन्दा एकैचोटि म खान्छु, पछि गएर खान्छु, लतमा हुन्छु भनेर खाने होइन। साथीले खाएको देख्यो, परिवारमा खाएको देख्यो, ठुलाले खाएको देख्यो, अनि हामी पनि के गर्छौँ? सिको गर्छौँ। अनि अर्को चाहिँ के हुन्छ भन्दा खाने साथी हुन्छ, खाइदिए भनिदिन्छ क्या, खा के पनि हुँदैन म त खान्छु भन्छ। अनि साथीले कर गर्यो, नाइ भन्न सकिँदैन, अनि के गरिन्छ?
गरिन्छ। बिस्तारै बिस्तारै यसले दसको रूप लिन सक्छ। अब यहाँ लागु पदार्थ र लागु औषध भन्ने दुईटा कुरा छ है। फरक के छ होला लागु औषध र लागु पदार्थमा? लागु पदार्थ भनेको जुन पदार्थले हामीलाई नशा दिन्छ। नशा लागिसकेपछि रक्सी खाएको मान्छे त देख्नु भएको छ नि तपाईँले कस्तो हुन्छ अहिले हामी गएर छौँ है। जुन पदार्थ खाइसकेपछि मान्छेलाई नशा लाग्छ उसको सेन्ट्रल नर्भस सिस्टममा असर गर्छ अनि उसको बोली, उसको विचार, उसको सोच, उसको भावनामा असर गर्छ, प्रभाव पार्छ। दिमागमा पनि प्रभाव पार्छ, शरीरमा पनि प्रभाव पार्छ। त्यस्ता पदार्थलाई हामी के भन्छौँ? लागु औषध भन्छौँ। सामान्य लागु औषध, सामान्य नरम किसिमका लागु औषध भनेपछि के हो रहेछ? चुरोट पनि हो, रक्सी पनि हो, छ्याङ पनि हो। अझ कडा खालका लागु औषधहरू चाहिँ के भए? गाँजा भए, हेरोइन भए, मर्फिन भए, लगायतका अन्य धेरै औषधहरू हुन्छन् होइन, अथवा पदार्थ हुन्छन्, त्यसलाई हामी लागु पदार्थ भन्छौँ। लागु औषध भनेको चाहिँ के हो भन्दा यस्ता औषधि जुन चाहिँ डाक्टरले खानु पर्दैन भन्दा पनि उसले के गर्छ? खाइदिन्छ। आफ्नै हिसाबले के गर्छ? खान्छ। यस्ता औषधिलाई चाहिँ हामी के भन्छौँ? लागु औषध भन्छौँ। तपाईँले समाचारमा सुन्नुहुन्छ नि यति चाहिँ पुलिसहरूले यति चाहिँ औषधि जस्तो देखिन्छ, बट्टामा आएको हुन्छ, ट्याब्लेटमा आएको हुन्छ होइन। त्यो औषधि कि रोगको लागि बनाएको हो, तर उसले लागु औषधको रूपमा, नशाको रूपमा प्रयोग गर्छ भने त्यसलाई चाहिँ हामी के भन्छौँ? लागु औषध भन्छौँ। कतिले टाउको नदुख्दा पनि सिटामोल खाइदिन्छ है। कति यस्ता मान्छे पनि भेटेको छु मैले, सिटामोल खाइदिन्छ। सिटामोल खाइसकेपछि के हुन्छ? उसलाई आनन्द आउँछ। तर टाउको दुखेर खाएको होइन हो, पेट दुखेर खाएको होइन, आनन्दको लागि खायो भने सिटामोल पनि के हो? के हो? लागु औषध। तपाईँलाई खोकीहरू लाग्दाखेरि के हुन्छ? हामी कोल्ड सिरप खान्छौँ नि, तर खोकी पनि लागेको छैन, केही पनि लागेको छैन, तर कोल्ड सिरप खाइन्छ भने के हो? लागु औषध हो है। बुझ्नु भयो नि? हो। अब लागु औषध अथवा लागु पदार्थ खाइसकेपछि कस्ता लक्षणहरू हुन्छन्, कति किसिमका हुन्छन् भन्ने कुरा गर्छु। अनि कोही साथीले नि आज मेरो बर्थडे हो, छ्याङ खाउँ, बियर खाउँ भन्यो भने के भन्नुहुन्छ तपाईँ? नाइ भन्ने हो? पक्का हो? हो भाइले धेरै धेरै धन्यवाद। अर्को पालो रक्सी खाएको मान्छे देख्नु भएको छ? सबैले देखाएको छ? ल रक्सी खाएको देख्ने मान्छे आउनुहोस् एकचोटि। आफूले नखाए पनि अरूले नखाए पनि रक्सी खाएको देख्ने मान्छे आउनुहोस्। ल रक्सी खाएको मान्छेले के गरेको देख्नु भएको छ? पहिले गरेर देखाउनु। त्यसो भए रक्सी खाँदा, लागु पदार्थ खाँदा, लागु औषध खाँदा 3 किसिमका 4 किसिमका लक्षणहरू देखा पर्दा रहेछन्। गरेर देखाउनु भयो है। एउटा त के हुँदो रहेछ भन्दा रक्सी खाँदा, लागु पदार्थ खाँदा, लागु औषध खाँदा के हुन्छ? पहिलो नम्बरमा भन्दा उसलाई शरीर दुखेको छ भने, टाउको दुखेको छ भने, अथवा शरीरमा गाह्रो भएको छ भने, पीडा भएको छ भने त्यो लागु औषधले अथवा लागु पदार्थले त्यो पीडालाई क्षणिक भए पनि के गर्दो रहेछ? कम गर्दो रहेछ। त्यही भएर गाउँघरतिर हात दुखेको छ आज काम गर्दा गर्दा भन्यो भने, जिउ दुखेछ भने के भन्छन्? रक्सी खाइदिएको भन्छन्। रक्सी खायो भने के हुन्छ अरे? जिउ दुख्न छोड्छ, घिउ हालेर बताएर खानुपर्छ भन्छन् है। हो भनेको कतिले चाहिँ के गर्दैछन् भन्दा त्यो खाएपछि रिलिफ हुन्छ, पेन रिलिफ हुन्छ, शारीरिक मानसिक पेन रिलिफ हुन्छ, आनन्द आउँछ भनेर चाहिँ के गर्दा रहेछ? मान्छेले खाँदा रहेछन्। दोस्रो नम्बरमा किन खान्छन् अरे भन्दा त्यो खाइसकेपछि मान्छे लट्ठ हुन्छ, निद आउँछ। कतिले त निद्रा लागेन भने पनि के गर्छन्? रक्सी खाइदिन्छन्। तर उपाय त्यो सही तरिका होइन है। त्यो खाइसकेपछि के हुन्छ? ढुक्म हुन्छ, निद्रा लाग्छ, लट्ठ हुन्छ होइन, सबै कुराहरूले बिर्सिन्छ। त्यो भनेर पनि मान्छेले के गर्छन्? लागु औषध अथवा
लागु पदार्थ खान्छन्। 3 नम्बरमा त्यो खाइसकेपछि आँट आउँछ, जोस आउँछ, शारीरिक रूपमा मानसिक रूपमा आत्मविश्वास बढ्छ। त्यस्ता खालका पनि लागु पदार्थहरू हुन्छन्, लागु औषध हुन्छन्। अनि त्यो कारणले गर्दा पनि मान्छेले खान्छन्। र चौथो नम्बरमा चाहिँ त्यो खाइसकेपछि उसले संसारै के गर्छ भुल्छ, भ्रममा पर्छ। एक सर्को जीवन नै संसारै अर्को भनेर पनि मान्छेले के गर्छन् खाइदिन्छन् है। र त्यो खाइसकेपछि अघि बहिनीले भने जस्तै मान्छे आक्रोशमा आउने, रिसाउने, झगडा गर्ने, अपशब्द बोल्ने हो, झगडा गर्ने, नालीमा लड्ने, हिँड्नै नसक्ने लगायतका लक्षणहरू देखाउँछ। र लामो समयसम्म त्यो खाइसकेपछि उसमा धेरै समस्याहरू, सामाजिक समस्या, पारिवारिक समस्या, बहिनीले भन्नुभयो झगडा पऱ्यो भने पारिवारिक समस्या आउँछ, रक्सी खाने बानीले, लागु पदार्थ खाने बानीले आर्थिक समस्या आउँछ, जेल गर्न सकिन्छ, आफ्नो शारीरिक स्वास्थ्यमा असर गर्छ, मानसिक स्वास्थ्यमा असर गर्छ। त्यही भएर लागु पदार्थबाट हामी सधैँ टाढा रहनुपर्छ। तर त्यति भन्दै पनि कसै साथीले खाउँ कि खाउँ भनेर कर गर्यो भने हामी नाइ भन्न सक्छौँ कि सक्दैनौँ? सक्छौँ भन्ने हात उठाउनुहोस्। नाइ भन्न सक्छौँ? जो ड्रग्सहरू बेच्छ, लागु पदार्थहरू कारोबार गर्छ, त्यस्ता मान्छेहरूले तपाईँ जस्तै उमेरका मान्छेहरूलाई चाहिँ के गर्छन् टार्गेट बनाउँछन्। किन? तपाईँलाई उत्सुकता हुन्छ, खाना के होला भन्ने पनि उत्सुकता हुन्छ, खानु हुँदैन भन्ने ज्ञान पनि हुँदैन, अनि लैदैन नलागेर चाहिँ हामी खान्छौँ है। कस्तो हुँदो रहेछ भन्ने हामीलाई जिज्ञासा पनि हुन्छ, जिज्ञासाको कारणले गर्दा पनि खान सक्छौँ। त्यही भएर अहिले जुन क्लासमा जुन उमेरमा हुन्छ यो उमेर चाहिँ के हो त पूर्वेशी उमेर जाने एउटा जोखिमको उमेर हो। त्यही कारणले गर्दा पनि यो अन्तर्क्रिया कार्यक्रम भइरहेको हुन सक्छ। त्यही भएर हामी सहज हुनु पर्यो। अर्को कुरा किन चाहिँ गाउँघरतिर पनि हुन्छ भन्दा गाँजाहरू, सिगरेटहरू, रक्सीहरू, छ्याङहरू गाउँघरतिर पनि पाइन्छ, घरमा बनेको हुन्छ, सजिलै यसको एक्सेस हुन्छ होइन। अनि खाउन केही हुँदैन हुन्छ, हामीले जातले पाएको खाएको हुन्छ भन्छ, सामान्य रूपमा लिन्छ, अनि होला त भनेर हामी खाँदै जान्छौँ। अनि यो बिस्तारै डर बस्न सक्छ। र गाउँघरतिर पनि यो समस्या छ। सहर बजारतिर चाहिँ के हुन्छ भन्दाखेरि यस्तो व्यवसाय गर्ने पनि मान्छेहरू हुन्छन्, लागु पदार्थको व्यवसाय गर्ने। त्यस्ता व्यक्तिहरूले हामीलाई के गर्न सक्छन्, टार्गेटमा राख्न सक्छन्, भगाउन सक्छन् होइन। सुरुमा फेरि बाँधेर लत पनि बसाउन सक्छन् हो। अनि अर्को चाहिँ हामी टिभीमा सिरियलमा के देख्छौँ, हिरोले चुरोट खाएको देख्छौँ, बियर खाएको देख्छौँ। अनि हिरो बिचमा के हुन्छ, झगडा गर्छ, अनि छुटाछुटी हुन्छ, अनि तनावमा जान्छ त्यो हिरो। अनि तनावमा गइसक्यो भने हामी त्यो हेरिराखेका हुन्छौँ। अनि पछि पनि हामीलाई के कुराको तनाव हुन्छ, हामी लतमा पर्न सक्छौँ। केटीले त्यसरी नै छोडेर जाँदा अनि हामीले के सिक्छौँ, तनाव भएपछि त के गर्नुपर्ने रहेछ, मैले भनेको कुरा सुन्दै हुन्छ नि। हामीलाई टिभीहरूले, सिरियलहरूले के सिकाएको छ, सिगरेट खा, मैले प्रसङ्ग जोडेँ नि, लत पराइ हुन्छ होइन। अनि त्यहाँ झगडा पर्छ, हिरो तनावमा आउँछ, अनि उसले के खान्छ, सिगरेट खान्छ, बियर खान्छ। अनि हामीले पनि त्यही सिक्छौँ। तनावमा भयो भने के गर्नुपर्ने रहेछ, यसरी गलत पनि हामीले सिकिरहेका हुन सक्छौँ। त्यही भएर सोसियल मिडियाले, टेलिभिजनले पनि के गर्न सक्छ, प्रभाव पार्न सक्छ। घर परिवारमा कसैले खाएको छ, बुवाआमाले खाएको छ भने हामी हाम्रो सिक्ने सम्भावना बढी हुन्छ। घरमा दाजुभाइहरूले खाएको छ भने सिक्ने सम्भावना बढी हुन्छ। अनि अर्को महत्त्वपूर्ण कुरा चाहिँ के हो भन्दा मिल्ने साथी, सँगैको साथीले खान्छ भने ढिलो चाँडो हामीले पनि खाने सम्भावना के हुन्छ, बढी हुन्छ। भाइलाई चाहिँ के गर्यो, आज खाउँ भने उसले मारेर अर्कोचोटि धेरै भन्यो होला। अनि त्यसपछि उसलाई के लाग्न सक्छ, जिद्दी गरिसक्यो, अब नखाएर चाहिँ सक्छ
खाइदिउँ कि के हो भन्ने हुन सक्छ। साथीहरूको समयमा लाग्छ हामी खाइसक्ने सम्भावना छ। त्यही भएर कुनै पनि हिसाबले लाभ पदार्थ खानु लाभको राम्रो होइन र यो रोग हो। कसैले खान्छ भने पनि यो चाहिँ के कारणले गर्दा खाएको हो? यो रोग हो है, यसलाई रोग भन्छ। जसले यो खान्छ लतमा पसिसकेको छ, यो चाहिँ के हो? रोग हो है। बिग्रेर नराम्रो भएर घटा भएर खाएको होइन, यो रोग हो भन्ने बुझ्नु पर्यो। र तपाईँको घर परिवार टोल छिमेक पछि गएर पनि हामी कुनै न कुनै कालखण्डमा यस्तो लतमा फस्यौँ भने यसको उपचार सम्भव छ। यो रोग हो है। त्यही भएर नलुकाइकन यसको उपचार हामीले गर्न सक्छौँ। यसको उपचार विधि के छ यावत कुरामा पछि समय आयो भने म फेरि बोलौँला। अहिले रहेको है त अब म प्रश्न एसिया पेसिफिक स्कुलका म्यानेजिङ डाइरेक्टर राज अधिकारीज्यू म प्रश्न राख्न चाहन्छु। र एउटा प्ले ग्रुपदेखि र उच्च शिक्षासम्म एउटा साना साना भाइ बहिनीहरू बालबालिकाहरूलाई एउटा सुनौलो बाटोमा दिशानिर्देश गर्ने विद्यालयहरू हुन्। यो रूपमा धेरै गरेको बच्चा पनि भोलि +2 र उच्च शिक्षाको लागि पनि यहाँबाट बाहिर आउनुहुँदाखेरि उहाँहरूको पूर्ण रूपमा गतिविधि पारिवारिकमा हो कि अथवा साथीभाइमा हो कि अथवा स्वयं आफै आफ्नो स्वयं विद्यालय हो कि के कारणले चाहिँ यस्ता एउटा कमजोर भाइ बहिनीहरू जुन यो कुरातर्फ फस्ने गर्छन् र यसका कारणहरू के हुन सक्छन् र एउटा अनुभव लामो अनुभव र अनुभूति जुन एउटा साना भाइ बहिनीहरूसँग भुलबिलको अनुभव र अनुभूतिका कारणले गर्दा उहाँहरू अहिले आफ्नो त्यो अनुभवहरू र के गर्दा हुन्छ भोलिको दिनमा कस्तो खालको चाहिँ कार्यक्रमहरू र त्यो कार्यक्रमहरूले आफ्नो विद्यालयबाट नभएर सरकार होइन नीति निर्देशिका कार्यविधि र नेपाल सरकारले यस्तो गर्न सक्दाखेरि राम्रो हुन्छ। र विशेष गरी चाहिँ भाइ बहिनीहरू यस्ता सानो नानीहरू कसरी यो दिशातर्फ यो यसरी फस्न जान्छन् भन्ने एउटा आफ्नो अनुभव आफूले लागेको कुरा आफूले अब्जर्भेसन गरेको कुरा राख्ने हुनु अगाडि बढाउनु पर्छ। टपिक्समा जुन वडाबाट एउटा अन्तर्क्रियात्मक कार्यक्रम राखिएको छ यस कार्यक्रममा उपस्थिति हुनुहुने नम्बर 6 का वडाध्यक्ष आदरणीय दिदी शान्ता खनालज्यू, सम्पूर्ण उपस्थित विशेष अतिथिज्यूहरू लगायत विद्यार्थी भाइ बहिनीहरू, आज अन्तर्क्रियाको क्रममा साना विद्यार्थी भाइ बहिनीहरूलाई कसरी डोनेसनतिर एउटा इन्ट्रेस्ट बढ्दै जान्छ, चाहना बढ्दै जान्छ, कसरी कुलतिर फस्छन् र अहिलेसम्म स्कुलमा कति विद्यार्थीहरूमा त्यस्तो भइराखेको छ र त्यसलाई कसरी निराकरण गरिएको छ, कसरी निराकरणको लागि स्कुलले सहयोग गरेको छ र पछाडि गएर ठुलो विद्यार्थी अलिकति 9, 10, 11, 12 मा पुग्दै गर्दा विद्यार्थी भाइ बहिनीमा कलेक्सनमा कसरी आएका छन् र यो हुनको लागि नेपाल सरकार हुँदै वडाबाट पनि यसको रोल के हुन सक्छन् भन्ने कुराहरू राखिदिन भनेर यहाँ भन्नुभएको छ। यस अन्तर्गत म सर्वप्रथम स्कुलमा विद्यार्थी भाइ बहिनीहरूलाई त्यो लतप्रति नलाग्नको लागि उत्प्रेरणा गर्नको लागि पहिलो त हामीले विभिन्न कार्यक्रमहरू राखेका हुन्छौँ। अझ त्योभन्दा अगाडि कोर्स बुकमा नै के च्याप्टरहरू यो रिलेटेड च्याप्टरहरू छन्। कोर्समा पढाउँदै गर्दा विशेष गरी सामुदायिक शिक्षा अध्ययन गर्दै गर्दा पनि यी च्याप्टरहरू त्यसमा जोडिएका छन्। ती च्याप्टरहरू सम्बन्धी क्लासमा पनि अध्ययन अध्यापन हुने कुरा म जानकारी गराउन चाहन्छु। दोस्रो, यस्तै मोटिभेसनल कार्यक्रमहरू हामीले क्लास 8, 9 र 10 का विद्यार्थी भाइ बहिनीहरूलाई धेरै जस्ता कार्यक्रमहरू भए भनेर अहिले 6 र 7 को विद्यार्थी भाइ बहिनीहरूलाई हामीले आज यहाँ राखेका हौँ। धेरै कार्यक्रमहरू
नगरपालिकाबाट पनि पर्छन्। हामी स्कुल आफैले पनि आयोजना गरेका हुन्छौँ। अनि नजिकै यहाँ प्रहरी चौकी छ, त्यहाँबाट पनि हामीलाई सही साहबले 11-12 विद्यार्थी भाइ बहिनीहरूलाई यही सम्बन्धी कार्यक्रमहरू यहाँ उहाँले अर्गनाइज गर्नुभएको थियो। पोखरा पुलिस यहाँ चौकीबाट पनि विभिन्न कार्यालयहरूमा यसका रिलेटेड ठाउँहरूमा सम्पर्क अफिसहरूमा हामीले समन्वय गरेर कक्षा 11 र 12 मा त्यस्तै 8, 9, 10 मा र आज यसरी नै क्लास 6 र 7 मा जुन भइराखेको छ यस्ता गतिविधिहरू ट्रेनिङहरू सेसनहरू हामीले चलाइरहन्छौँ। यो दोस्रो कुरा भयो। र कसरी विद्यार्थी भाइ बहिनीलाई यो लाग्दो रहेछ त लत लाग्दो रहेछ त भन्ने हामीले 2-4 विद्यार्थी भाइ बहिनीहरूबाट एउटा केस स्टडी गर्दै जाँदा समस्या आउँदा हामीसम्म एउटा कम्प्लेन्टको रूपमा यहाँ टिकाइदै गर्दा त्यसपछि विद्यार्थी भाइ बहिनीहरूले बोलाएर एउटा अनुसन्धान गर्दै गर्दा प्यारेन्ट्ससम्म पुगेर कुराहरू बुझ्दै जाँदा कतिपय विद्यार्थी भाइ बहिनीहरू चाहिँ कस्तो हुँदो रहेछ त सबैले नखा उसले पनि नखा हुँदै नखा भन्दा के हुँदो रहेछ त यसले खाएर भन्ने एउटा क्युरियोसिटीको भावना भएर पनि खाएको एक दुईपल्ट मात्र हो मैले खाएको भन्ने जवाब पनि विद्यार्थी भाइहरूले दिएका छन्। हिजो मात्र म अहिले यहाँ नाम भन्न चाहदिनँ, अलिकति सिनियर स्टुडेन्टहरू 9 र 10 का विद्यार्थी भाइहरूलाई काउन्सिलिङ गर्ने क्रममा मैले मेरो अफिसमा बोलाएको थिएँ। तिनै काउन्सिलिङ गर्ने विद्यार्थी भाइहरू मध्ये एकजना भाइको यस्तै चुरोट खाने सम्बन्धी एउटा कम्प्लेन आएको थियो। हामीले प्यारेन्ट्सलाई बोलायौँ अनि प्यारेन्ट्ससँग पनि कुरा गरेर त्यसपछि त्यो दिनमा प्यारेन्ट्सलाई हामीले जिम्मा दिएर पठाएका थियौँ। अनि हिजो मैले सोधेँ, त्यसपछि अहिले लगभग 2 हप्तापछि मतदानपछि मैले भाइले यस्तो बाबुले सोधेँ, अनि किन त नि बाबु तिमीले यसो गरेको साँच्चै खाएकै हो त भनेर मैले हिजो सोध्दा सबैले नखा भन्छ। घरमा पनि नखा भने साथीहरूलाई स्कुलमा पढाउँदा ट्रेनिङ विभिन्न यस्ता कार्यक्रम हुँदा पनि नखा भने के हुँदो रहेछ त खायो भने कस्तो हुँदो रहेछ त भन्ने क्युरियोसिटी लागेर मैले 2 चोटि मात्रै खाएको हो। दोस्रो पटकमा मलाई साथीहरूले देख्नुभयो, त्यस पछाडि अनि स्कुलमा खबर पुग्यो, हुँदा हुँदै मम्मी हात आइपुग्यो। अनि त्यति बेला खाएको हो, कस्तो हुँदो रहेछ भनेर थाहा पाउनको लागि खाएको हो भनेर भन्नुभयो त्यो बाबुले। भनेपछि एउटा लेभल चाहिँ विद्यार्थीलाई कस्तो हुँदो रहेछ त भन्ने त्यो उत्सुकता मेट्नको लागि खाएको पाइएको छ। अर्को साना विद्यार्थी भाइ बहिनीहरूलाई माया चाहिन्छ। माया दिनुपर्ने ठाउँहरूमा हामी शिक्षकहरूले पनि स्कुलबाट पनि माया प्रदान गर्नुपर्छ विद्यार्थी भाइ बहिनीहरूको। उनीहरूको भावना बुझ्नु पर्दछ। यस्तै घरबाट पनि अहिले भर्खर यहाँ एउटा नानीले हैन घरमा यहाँ सोध्नुभयो, ढकालीले यहाँ सोद्धाखेरि कसै खाएपछि के गर्नुहुन्छ त बाबुले भन्दा झगडा गर्नुहुन्छ भनेर सोद्धा गर्नुहुन्छ भनेर भन्नुभयो। हो यसरी कतिपय अभिभावकहरू हैन घरमा विद्यार्थी भाइ बहिनीहरूको घरमा नचाहँदै यसले अनावश्यक झगडाहरू निम्ति राख्ने, त्यसले त्यो साना विद्यार्थी भाइ बहिनीहरूमा नेगेटिभ प्रभाव पर्ने, चिन्ता बढ्ने, बाबा मम्मी घरमा नमिल्दै गर्दा झगडा गर्दै गर्दा त्यसको प्रभाव परिने हाल्छ। अनि आवश्यकता अनुसारको उनीहरूले एउटा सल्लाह सुझावहरू पनि नपाउने, गाइडेन्स पनि नपाउने र माया पनि नपाउने अलिकति पीडित टाइपको विद्यार्थी भाइ बहिनीहरूले पछाडि यसको साथ दिँदै जसले माया गर्छ त्यस्तै खाने केटाहरूले बोलाउँदै गर्दा पनि छिटो विश्वासमा फसिहाल्ने, माया नपाउने विद्यार्थी कसैले माया गरेर बोलाइदियो भने पनि यतातिर लागिहाल्ने र त्यस पछाडि यतातिर दुर्व्यसनीतिर लाग्ने गरेको पनि हामीले पाएका छौँ। यस्ता विद्यार्थी भाइ बहिनीहरूलाई पनि हामीले बोलाउँदै सम्झाउँदै केही 2-4 विद्यार्थी भाइ बहिनीहरू पछि करेक्सन भएर आँखा खुलाइदिनु भएको भन्नेसम्मको अलिकति उनीहरू बुझ्ने भए पछाडि पछि त्यो प्रतिक्रिया पनि पाएका छौँ। त्यसकारण यी 2-3 कारणहरूले गर्दा विद्यार्थी भाइ बहिनीहरू सानो उमेरदेखि त्यतातिर लागि गएको एउटा कारण छ। त्यसपछि अब सरकारको तर्फ, वडाको तर्फ, स्थानीय निकायहरूको तर्फबाटको रोल भनेको पनि यही नै हो। वडाले टोलटोलमा विद्यार्थी भाइ बहिनीहरूको एउटा टिम बनाएको छ, बाल संगठन, बाल क्लबहरू बनाएको छ। ती बाल क्लबहरूमा एउटा अन्तर्क्रियात्मक कार्यक्रमहरू गर्ने,
आफ्नो टोलमा आफ्नो वडामा भएका विद्यार्थी भाइबहरुले कोही यस्तै घरको हिंसामा अथवा साथीहरुको कसैको हिंसामा अथवा स्कुलमा पनि त्यस्तो परिराखेको छ कि कसैले केही नराम्रो प्रेसर परिराखेको छ कि साथै समिति क्लबहरुबाट विद्यार्थी भाइबहरुहरू मार्फत बुझ्न कोसिस गर्ने अनि यस्तै चेतनाका कार्यक्रमहरू गर्ने उनीहरूलाई बोल्न सक्ने आफ्नो कुरा भन्न सक्ने तिमीहरूको विद्यार्थी भाइबहरुको राइट्स यी कुराहरू आफ्नो राइट्स नभएको कुराहरू उठाउन सक्नुपर्छ भन्ने कुराहरू कुराको तहबाट नै हुने स्कुलको तहबाट नै हुने स्कुलबाट पनि विद्यार्थी भाइबहरुको राइट्स के हो यी कुराहरूमा विद्यार्थी भाइबहरुलाई चित्त बुझेको छैन र त्यसको असर परेको छ भने भन्न सक्ने हुनुपर्छ भन्नुपर्छ तिमी भन्ने ठाउँ हामी हो यहाँ आऊ भन्ने स्कुलले र वडा लगायतका स्थानीय निकायहरूले भन्ने गर्यो भने एउटा आत्मबल विद्यार्थी भाइबहरुमा बढ्नेछ अनि यस्तै कार्यक्रमले एकअर्कालाई उनीहरूकै बिचमा क्लब र उनीहरूकै बिचमा एउटा अलिकति रेस्पोन्सिबिलिटीको फिल दियो भने पनि उनीहरूलाई जिम्मेवारी दियो भने पनि साना विद्यार्थी भाइबहरुहरू इमानदारी हुन्छ उनीहरूले आफ्नो जिम्मेवारी इमानदारीका साथ पुरा गर्न लाग्छन् अनि त्यसले गर्दा पनि उनीहरूको बिचमा यस्ता कुराहरूमा लागू पदार्थको विरुद्धमा यता दुर्व्यसनतिर लाग्नको लागि कमी गर्छ कि भन्ने मेरो राय रहेको छ यी कुराहरू लाग्दै टोका 6बाट जुन यो कार्यक्रम गरियो स्कुलको तर्फबाट पनि म वडाध्यक्ष लगायत यो सम्पूर्ण टिमलाई धन्यवाद दिँदै अहिलेसम्म यो जानकारीमूलक कुराहरू यहीँ विसर्जन गर्दै बिदा हुन चाहन्छु धन्यवाद र टोका नगरपालिका वडा नम्बर 6 स्थापना स्थानीय स्थापनादेखि वडाले आफ्नो सक्दो लागू पदार्थ विरुद्धमा एउटा दुर्व्यसनी न्यूनीकरण र जनचेतना हुने र विभिन्न खालका योजनाहरू विनियोजन गरेर नीतिगत रूपमा कार्यक्रमहरू राखेर सञ्चालन गर्ने र गरिरहेको छ हामीले यी कुराहरू प्रत्यक्ष देखिरहेछौँ र हामीले त्यो कार्यक्रममा आबद्ध भइरहेका छौँ र त्यो सँगसँगै आजको कार्यक्रममा जो टोका नगरपालिका वार्ड नम्बर 6 वडाले र समग्र टोका नगरपालिकाले स्थापनादेखि स्थापनादेखि र हालसम्म गरिरहेको र आगामी दिनमा र यो आगामी आर्थिक वर्षको लागि के कस्तो कार्यक्रमहरू कार्यक्रममा गर्नुभएको छ र वडा क्षेत्र समग्र नगर क्षेत्रलाई लागू पदार्थ मुक्त बनाउन एउटा जनप्रतिनिधिको हैसियतले कस्तो खालको चाहिँ एउटा योजना र दीर्घकालीन सोच र विचारसहित अगाडि बढिरहनु भएको छ आफ्ना यी कुराहरू राखिदिनु हुन म टोका वार्ड नम्बर 6 का वडाध्यक्ष शान्ता खनालज्यूलाई म हार्दिक अनुरोध गर्दछु। हामी टोका नगरपालिका वडा नम्बर 6 लाई बागमती वडा घोषणा गर्ने क्रममा हामी 51वटा सूचकहरूमा काम गरिरहेका छौँ। यो सूचकहरूमध्येमा यो लागु औषध दुर्व्यसन पनि पर्छ। बालबालिकाहरू कतिको उमेरमा आउनुपर्ने सबै भइसक्नुभयो, प्रशिक्षण भइसक्नुभयो, आफ्नो घर परिवारको वातावरण समाजको वातावरण त्यसपछि सिक्ने चाहना बालबालिकाहरूमा सबै नयाँ कुरा चाहिँ जे काम गर्नु हुँदैन भने त्यो कुरा चाहिँ गर्नै मन एउटा बालबालिकाको के हो त चरित्र बानी व्यवहार चाहिँ त्यो खालको हुन्छ कि नयाँ सिक्ने उमेर भएको कारणले गर्दाखेरि त्यो एउटा त्यो क्यारेक्टर हुन्छ र त्यसले गर्दाखेरि यहाँहरूले साथीहरूको तयारीमा लागेर अरूले खाएको देखेर साथीहरूले भनेर त्यो लागु औषध सुरुमा सुरुवात गऱ्यो भने सबैले चुरोटबाट एकैचोटि लागु औषध कसैले प्रयोग गर्नुहुन्न। बिस्तारै साथीहरूले चुरोट खाएकोले गर्दाखेरि शान्त जस्तो महसुस हुन्छ कि चुरोट खाँदाखेरि त्यही गर्दाखेरि बालबालिकाहरू सुरुबाट सुरु भएको हेरेर भोलि गएर ड्रग्स ब्राउन सुगर हिरोइनहरू जस्ता प्रयोग गरेर अन्तिम भनेको के हो त मृत्युको मुखमा कहिल्यै उमेरमा मृत्युको मुखमा पुग्नलाई बाध्य हुने घर परिवार समाज सबैले हेला गर्ने साथीभाइले नजिकको जस्तो व्यवहार गर्ने एउटा छुट्टै आफ्नो संसार बनाएर बस्नुपर्ने परिस्थितिमा बालबालिकामा पुग्नुपर्छ। त्यसले गर्दाखेरि तपाईँहरू भनेको
यो देशको भविष्यको के हो र गर्न जाने देशलाई कस्तो बनाउने आफ्नो घर परिवार समाजलाई कस्तो बनाउने आफ्नो आमा बुवालाई कसरी खुसी पार्ने अनि यी सबै गर्नका लागि यहाँले पढ्ने विद्यालयका अतिरिक्त क्रियाकलापहरूमा सहभागी हुने र आफ्नो क्षमतालाई चाहिँ विकास गर्ने उमेरमा चाहिँ यहाँ भाइ बहिनीहरू लागु अवसरको बेसनी हुनुभयो भने यहाँको जीवन चाहिँ बर्बाद हुन्छ। त्यसले गर्दाखेरि यो बालमन्त्रीबाट घोषणा गर्नका लागि हामीहरूका लागि चाहिँ एउटा लागु अवसर सम्बन्धी यो दुर्व्यसनीप्रति एउटा बाधक हो। त्यसले गर्दाखेरि यसमा काम गर्नुपर्छ भनेर टोका नगरपालिका वडा नम्बर 6 ले 51वटा सूचकहरूमा काम गरिरहेको छ। कति भाइ बहिनीहरू हुनुहुन्छ यहाँ वडा बाल क्लब विद्यालयमा बाल क्लब छ, टोलमा बाल क्लबहरू छन्, वडा बाल सञ्जाल छ भनेर भन्दै 100-150 जना जस्तो भाइ बहिनीहरू टोका नगरपालिका वडा नम्बर 6 मा यो बालमैत्री कार्यक्रममा सहभागी हुनुहुन्छ। अहिले धेरैजना बालबालिकाहरूको घरमा आमा बुवाको मोबाइलमा व्यस्त हुने अनि बालबालिकाहरू पनि आमा बुवाको मोबाइल भेटाउने बित्तिकै एउटा कुनामा गएर मोबाइल समातेर बसिहाल्ने, मम्मीले असाध्यै कर लगाएर आफ्नो आफन्तका लानुभयो भने पनि मोबाइल भेटेपछि त्यही मोबाइलमा व्यस्त हुने, सोसलाइज नहुने र पहिला हामी पढ्दाखेरि यति धेरै स्कुलहरू हुन्थेन, एउटा गाउँको चाहिँ सबै एउटै स्कुलमा पढ्थ्यो। त्यही भएर हाम्रो सिनियर दाजु दिदीहरू र जुनियर हामी सबैलाई चिन्थ्यौँ। अब अहिले त्यो परिस्थिति छैन। एउटै घरको कोही ललितपुर पढ्न पुगेका हुन्छ, कोही भक्तपुर, कोही कहाँ पढ्न पुगेका हुन्छ, एउटै घरको अर्को घरसँग परिचय हुने अवस्था छैन। त्यसले गर्दाखेरि टोलमा बाल क्लबहरू गठन गरेर बालबालिकाहरूलाई एक अर्कासँग घुलमिल गराउने कार्यक्रमहरू गर्ने त्यस्तो कामहरूमा हामीबाट लागिरहेका छौँ र कतिपय बालबालिकाहरू यो एसियाका स्कुलबाट पनि हाम्रो समुदाय स्तरको बाल क्लबमा हुनुहुन्छ। यो क्लासमा हुनुहुन्छ कि हुनुहुन्न ल हात उठाउनुहोस् त। टोका नगरपालिका वडा नम्बर 6 को समुदाय स्तरको बाल क्लबमा तपाईँहरू कोही हुनुहुन्छ? हो 2 जना 3 जना हो। यहाँबाट हामी 3 जना रहेछौँ यो क्लासबाट। मलाई जहाँसम्म लाग्छ 2-4 जना धन्यवाद प्रत्येक क्लासबाट हुनुहुन्छ होला। किन भन्दा हामीले बाल क्लब गठन गर्दै गर्दाखेरि परिचय गर्ने क्रममा धेरैजनाले हामी एसिया पेसिफिक स्कुलमा पढ्छौँ भनेर भन्नुभएको थियो। त्यसले गर्दाखेरि एउटा क्लासमा 2-4 जना त्यसरी भाइ बहिनीहरू हुनुहुन्छ होला। म अनुरोध गर्छु तपाईँहरूले भोलि पनि कार्यक्रम छ। भोलि बिहान हामीले सूचना मम्मीहरूलाई फोन गरिसकेका छौँ। बिहान 8 बजे 1 घन्टाको मात्रै कार्यक्रम छ। तपाईँहरूलाई हामीले ब्यानर पनि दिएका छौँ। त्यो ब्यानर सहित लिएर बिहान 8 बजे चाहिँ वडा कार्यालय अगाडि आउनु होला। तपाईँहरूलाई हामी धेरै राख्दैनौँ। त्यहाँ वृक्षारोपण कार्यक्रम लिएर अनि यही लागु अवसर सम्बन्धी सरहरूले कार्यक्रमबाट भनिरहेको छ 8 घन्टाको। त्यसपछि हामी यहाँहरूलाई बिदा गर्छौँ भन्दै सम्पूर्ण भाइ बहिनीहरूले जान्नुपर्ने कुरा यो बालमैत्री भनेको के हो भन्दाखेरि जति पनि बाल अधिकारका कुराहरू हामी गर्दै गर्छौँ त्यो बाल अधिकारलाई प्रत्याभूत गर्ने बालमैत्री है। हामीले आमाको गर्भमा आएदेखि सुनौला 1000 दिन भन्छ, त्यो भनेको झन्डै 2.5 वर्षको हामी हुन्छौँ। त्यसपछि 18 वर्षको उमेरसम्म त्यो बालबालिकाले आमाको गर्भावस्थामा आमाले पनि पौष्टिक आहार खान पाउनुभयो कि पाउनु भएन, आमाले खोप लाउनु भयो कि लाउनु भएन, आइरन सकी खानुभयो कि खानु भएन, कतिपटक गर्भवती जाँच गर्नुभयो आमाले, सुरक्षित ठाउँमा त्यो बच्चाले जन्मने अवसर पाए कि पाएन, देखि लिएर जन्मिएपछि लगाउनु पर्ने खोपहरू 5 वर्षसम्म लगाउनु पर्ने नेपाल सरकारले तोकेका खोपहरू बालबालिकाले लगाए कि लगाएन, देखि लिएर बालबालिकाको अधिकार सिकाउँदै गर्दाखेरि उहाँहरूले यो समाजलाई आफ्नो आमा बुवालाई गर्नुपर्ने कर्तव्य पनि हामीले सँगसँगै सिकाउँदै लैजान्छौँ। र यो भनेको के हो र बालमैत्री हो। र यसलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने भन्ने नेपाल सरकारको कार्यक्रम अन्तर्गत टोका नगरपालिका वडा नम्बर 6 ले सबै प्रक्रियाहरू पुरा गर्न सकेको अवस्थामा भदौ 29 गते अब आउने बाल दिवसको दिन हाम्रो वडालाई हामी बालमैत्री घोषणा गर्ने भनेका छौँ। त्यसको लागि पहिला विद्यालयलाई पनि बालमैत्री घोषणा गर्नुपर्ने धेरै कामहरू हामीले गर्नुपर्ने छ।
वडावाद सञ्जालका र समुदाय स्तरका बालबालिकाहरूले पनि हामीलाई धेरै कुरामा सहयोग गर्नुपर्ने हुन्छ र यहाँहरू पनि पोखरा नगरपालिका वडा नम्बर 6 मा बस्नुहुन्छ भने छिट्टै आफ्नो टोलमा कहाँ छ वडाले गठन गरेको बाल क्लब त्यसमा जोडिनु हुनका लागि मैले अनुरोध गर्दै मेरो भनाइहरू बालबालिकाहरूले सुन्नुहोस् र सम्पूर्णलाई धन्यवाद दिँदै बिरामी यो हाम्रो कार्यक्रमको दोस्रो अन्तिमतिर आइपुग्दैछौँ। जुन नेपाल सरकारले जारी गरेको नीति नियमले गर्दाखेरि स्थानीय तहको पनि केही कार्यहरू नीति नियमहरू जारी गर्नुपर्ने त्यो संविधानमा व्यवस्था छँदैछ र म यो जस्तै मौजूदा कानुनमा यो नियन्त्रण सम्बन्धमा जुन व्यवस्था छ यही सम्बन्धमा हाम्रो मनोविद गोपाल सरलाई म एउटा छोटो आफूलाई लागेका कुराहरू आफ्ना दृष्टिकोणबाट देखेका कुरा के कस्ता कुरालाई चाहिँ संशोधन अथवा के कुराहरू जारी गर्दा उचित हुन्छ र अलिकति यसका निम्ति यसका अलिकति नीति नियम कार्यविधिहरू ल्याउन सकिएन यसका नियन्त्रणप्रति पनि केही राहत अथवा त्यसमा बढावा पुग्छ भन्ने लागेको छ। त्यसमा एउटा छोटो 5 मिनट या 3 मिनटभित्र सबैभन्दा गोपाललाई प्रश्न राखेँ। अब अघि मैले भन्दै थिएँ समय भयो भने यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, यसको रोकथाम कसरी गर्न सकिन्छ भन्ने कुरा बाँकी थियो। मैले यो भन्दा अगाडि कारण के हो, हामीले किन खान्छौँ होला, त्यो खाएपछि हाम्रो शरीरमा, हाम्रो मस्तिष्कमा, हाम्रो सोचमा, हाम्रो विचारमा, हाम्रो भावनामा, हाम्रो क्रियाकलापमा के कस्ता असरहरू देखा पर्छन्, कस्ता लक्षणहरू देखा पर्छन् कि अब कुरामा हामीले छोटो भयो भने चर्चा गऱ्यौँ। अब रह्यो यसको रोकथाम के कसरी गर्न सकिन्छ र यो समस्या बढ्दै गयो भने यसले हाम्रो पढाइमा असर गर्ने रहेछ। लागु पदार्थ खाने मान्छेहरू कन्सन्ट्रेसन नहुने, काम गर्न मन नलाग्ने, पढ्न मन नलाग्ने, होइन अपराधपट्टि झैझगडापट्टि लाग्ने। तपाईँले समाचारमा पनि सुन्नुभयो होला, अस्ति न्युरोडमा 2-3 जना केटाहरू मिलेर एटिएम कार्ड गर्दै रहेछन्। सुन्नुभयो कि सुन्नुभएन? अनि किन एटिएम चोरी गराएको भने त पैसा चोर्न रहेछ, पैसा चोरेर लाख पदार्थ खान रहेछ। एउटा पक्रिँदाखेरि त लाख पदार्थ बेच्ने रहेछ तिनीहरू। अपराधतिर पनि हामी लम्बिन सक्छौँ, पढाइ छोड्न सक्छौँ, अनि पछि हामी जेलमा पर्न सक्छौँ। त्यही भएर यो लागु पदार्थ, लागु औषधको यात्रा के रहेछ, के हामीलाई अपराधतिर पनि लाने रहेछ, जेलतिर पनि लाने रहेछ, जीवनमै बर्बाद पार्ने रहेछ। शारीरिक मानसिक समस्या त देखा पर्यो, साथीभाइ परिवारबाट हिर्को हुने रहेछ, छिसी दुधो गर्ने रहेछन्। यी यावत कुराहरू हामीले गरिसक्यौँ। अब यहाँबाट बस्न चाहिँ के गर्ने छ, कसरी जोगिने त भन्दा नेपाल सरकारले, सम्बन्धित निकायले, स्कुलले, घरले, परिवारले, समाजले गर्ने काम भनेको सबैभन्दा पहिलो भनेको चाहिँ यसको न्यूनीकरणको पहिलो भूमिका भनेकै के हो, के होला, जनचेतनाका कार्यक्रम जस्तो आज हामी गरिरहेका छौँ। होइन के सिक्यौँ आज हामीले, कि टाइम बर्बाद गर्यौँ? के सिक्यौँ? हजुर यता पर सिक्यौँ के सिक्यौँ हो, के सिक्यौँ भने यस्ता कार्यक्रम चाहिँ फाइदा गर्दो रहेछ। पहिलो चाहिँ जनचेतनामूलक कार्यक्रम, लागु पदार्थ न्यूनीकरणको लागि, रोकथामको लागि गर्ने पहिलो स्टेप भनेको रहेछ यस्तै जनचेतनामूलक कार्यक्रम रहेछ। यो नेपाल सरकारले पनि गर्नुपर्यो, स्कुलको पनि कर्तव्य हो, पाठ्यक्रममा पनि छ यो, होइन हाम्रो पालामा थिएन। घर परिवारले पनि सम्झाउनु पर्यो, बुबाले पनि सम्झाउनु पर्यो, साथीभाइले पनि जाने कुरा सिकाउनु पर्यो, होइन ठुलाले पनि सिकाउनु पर्यो है। यो एउटा जनचेतनामूलक कार्यक्रमले फाइदा गर्ने रहेछ। अब तपाईँले नि कोही साथीले खाउँ भन्यो भने तपाईँले भन्न सक्नुहुन्छ, आज सिकेको कुरा भन्न सक्नुहुन्छ? के भन्नुहुन्छ? एउटा साथी भएको तपाईँको, उसले के खाँदो रहेछ, चुरोट खाँदो रहेछ, होइन म्याडमले राम्रो
गरिरहेको हो सुरुवात एकैचोटि मान्छे गाजा ड्रग्स हैन सुरुवात कहाँबाट सुरु हुन्छ चुरोटबाट छ्याङबाट हैन त्यस्तैबाट सुरु हुन्छ कोही साथीले चुरोट खाँदै गरेको तपाईँ देख्नु हो के गर्नुहुन्छ उठेर कसरी सम्झाउनुहुन्छ किन खान्न भन्नु के गर्ने राम्रोसँग सम्झाउन मजा आउँछ उसको हातबाट लाग्नु पर्छ देखिन्छु र लाग्नुपर्छ जुत्तालाई इच्छु र उसको सम्झाउँछु साथी राति बनाएको खानुहुन्न नभए एड्स हुन्छ कसरी त भाइले राम्रो कुरा चाहिँ के सम्झायो भने यो सिरियस हाल्ने हुन्छ नि देख्नु भएको छ कि म देख्नु भएको छ त्यो त टप लेभलको पढाइको घरबाट खाने मान्छेहरू तिनीहरू अनि 3-4 जनाले एकैचोटि के गर्छन् त्यो एउटा सिरिज के गर्छन् प्रयोग गर्छन् अनि एउटा लागेको छ भने अर्कोलाई पनि सर्ने सम्भावना छ गाँजा खाँदाखेरि के गर्छ सक्दैन होला सिरिज बात गर्छ है र जसले खाइरहेको सुने रहेछ थाहा रहेछ एउटा जनचेतना विशेष गरी गरिरहेको छ जनचेतना कुरा गरिरहेको छ एक नम्बरमा दोस्रो नम्बरमा हामीले के बुझ्नु पर्यो भन्दा कोही गलत बाटोमा लागेको छ गाँजा मासी हाल पदार्थ खाएको छ भने त्यो रोग हो यसको उपचारको लागि पनि सम्भव छ है यसको लागि कुनै स्थापना केन्द्रहरू छन् नेपालमा झन्डै 100 को हाराहारीमा त्यहाँ गएर पनि के गर्न सकिन्छ बसेर उपचार गर्न सकिन्छ औषधि खान सकिन्छ त्यो पनि के भयो रोकथामको अर्को उपाय भयो अर्को के हुन सक्छ रोकथामको उपाय कति मान्छेहरू चाहिँ तनावको कारणले गर्दाखेरि मानसिक रोगको कारणले गर्दाखेरि डिप्रेसनको कारणले गर्दाखेरि पनि के गर्न सक्छन् लाभ पदार्थ खान सक्छन् यदि मानसिक रोगको कारणले गर्दाखेरि लाभ पदार्थ खाइरहेको छ भने त्यसको के गर्नु पर्यो मानसिक रोगको उपचार गर्नु पर्यो अनि अर्को चाहिँ लाभ पदार्थ खाने मान्छेले त्यसको लत लागिसकेको मान्छेले आत्महत्या गर्न सक्ने सम्भावना हुन्छ जोखिममा हुन्छ है उस शारीरिक रूपले पनि रहेछ जोखिममा हुँदैछ मानसिक हिसाबले पनि जोखिममा हुँदैछ त्यस्तो अवस्थामा त्यो जोखिमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा पनि कार्यक्रमहरू गर्न सक्ने भयो अनि अर्को के कारणले भन्नु हो नि के कारणले कहिले उमेरमा 7-8 क्लास पढ्दै लाभ पदार्थतिर लाग्दा रहेछन् भन्ने हिसाबले चाहिँ के गर्नु पर्यो अनुसन्धानहरू गर्नु पर्यो रिसर्च गर्नु पर्यो यो पनि रोकथामको लागि भयो के भयो उपाय भयो यसरी रोकथामका उपायहरू धेरै छन् यो चाहिँ हामीले परिवार समाज हैन वडा गाउँपालिका प्रदेश केन्द्रीय सरकारले संघीय सरकारले पनि यस्ता कार्यक्रमहरू गर्नु एकदमै जरुरी छ तपाईले रोकथामका कुराहरू बुझ्नुभयो मेन कुरा तपाईको लेभलमा आफूले जानेका कुरा साथीहरूलाई सेयर गर्ने हो नाइ भन्न सक्ने र यसका जोखिमहरूलाई के गर्ने बुझ्ने यी कुराहरू गर्यो भने हामी यो दलदलबाट यो समस्याबाट के हुन सक्छौँ जोगिन अर्को चाहिँ के पनि हो भन्दा अन्तिम कुरा सबैभन्दा जोखिमको कुरा चाहिँ इजी एक्सेस हो लागु पदार्थमा हामी फस्नुको कारण चाहिँ पहिलो कारण चाहिँ इजी एक्सेस हो भनेको त्यो जाँचुकै पाउनु चुरोट जाँचुकै पाइन्छ रक्सी जाँचुकै पाइन्छ कतिले त घरमै बनाएको हुन्छ खाने आर्थिक हुन्छ तर विदेशतिर चाहिँ के हुन्छ होला जाँचुकै सिगरेट किन्न पनि पाइँदैन रक्सी किन्न पनि पाइँदैन घरमा पनि बनाउँदैन र हाम्रो जस्तो समाजमा अथवा नेपालमा यो जाँच रक्सी लागु पदार्थको दुरुपयोग
बनाउनुको पछाडिको कारण चाहिँ इजी एक्सेस पनि भयो, खुल्ला सिमाना भयो, बोर्डर साइडबाट त्यस्ता चाहिँ धेरै लागु औषधहरू लुकिछिपी अस्ति तपाईँले समाचारमा हेर्नुभयो र ग्यास हुन्छ नि, ग्यासको सिलिन्डरभित्र पनि के गरेर रहेछ क्याप्सुलहरू हालेर ल्याएको रहेछ। अब यो खुल्ला सिमाना यावत कुराले गर्दाखेरि चाहिँ हामी अझै बढी के छौँ होला जोखिममा छौँ होइन। अहिले मैले भनेका कुरामा तपाईँलाई केही नबुझेको, बुझ्न मन लागेको अथवा थप कुराहरू जिज्ञासाहरू केही छ भने भन्नुहोस्। एक मिनटमा के छ छैन? ल त्यसो छैन भने म बिदा माग्छु र तपाईँहरूलाई आज समस्या छैन, भोलि समस्या पर्न सक्छ, खै नपरोस् यो समस्या, तपाईँहरूको जीवन मुक्त होस्, दुर्व्यसन मुक्त होस्, हामी सबैले चाहने कामना गर्ने भनेको यही हो। तर कदाचित कहिलेकाहीँ जीवनको कालखण्डमा त्यस्तो समस्या आयो भने पनि घर परिवारमा बुवाआमा दाजुभाइलाई यो समस्या छ भने पनि, साथीहरूलाई यो समस्या छ भने पनि, अथवा तपाईँहरूलाई कुनै पनि किसिमको मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ। र लागु पदार्थको दुर्व्यसन पनि मानसिक रोग नै हो है, त्यसलाई हामी के भन्छौँ मानसिक रोग नै भन्छौँ। यो यस्तो खालको मानसिक रोग र अन्य पढाइ पढ्न मन नलाग्ने, रिस उठ्ने, खुसी नहुने, डर लाग्ने, चिन्ता हुने, एक्जामको फोबिया सबै पढेर आएको छ। स्कुलमा लेख्ने बेलामा एक्जाममा लेख्ने बेलामा सबै बिर्सिन्छ, हात काम्छ, मुटु गर्छ होइन, राति निद्रा लाग्दैन, रिस उठ्छ, कुनै कुराको डर छ, फोबिया छ। यावत कुराहरू तपाईँको साथी होइन घर परिवार कसैमा छ भने पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सकिसकेको छ। बाँकी रहेको त्यस्तो केही छ भने क्लासमा पनि सब्जेक्ट टिचर यो सम्बन्धित च्याप्टर पढ्ने बेला पनि बेला छ भने स्टडी गर्ने, त्यो पानामा दिएको छ, त्यो पानामा दिएको कुराहरू पनि पढ्ने। आज कार्यक्रम हाम्रो यस एसिया प्यासिफिक स्कुलको प्राङ्गणमा आएर कार्यक्रम गरिदिनु भएकोमा आयोजकप्रति धेरै धेरै धन्यवाद दिँदै उपस्थित सम्पूर्ण शिक्षक साथीहरू र विद्यार्थी भाइबहिनीहरूलाई पनि धन्यवाद दिँदै र अन्तमा एउटा मात्रै कुरा, आज सिकेको कुराहरू आजको कुराबाट तिमीहरूले पनि लागु पदार्थ लिने सेवन गर्ने छैनौ र कम्तीमा अब एकजनालाई गएर तिमीले घरमा गएर भन्नेछौ। आज कम्तीमा भनेको यो एटलिस्ट वान कम्तीमा एक भनेको एक भन्दा धेरैलाई भन्दा पनि हुन्छ र कम्तीमा एउटालाई चाहिँ भन्नुपर्छ र कसैले भन्दैन भन्ने चाहिँ हुँदैन। त्यसकारण कम्तीमा एकजनालाई गएर तिमीले घरमा गएर आफ्ना साथीहरूलाई पनि सम्झाउनेछौ भन्ने विश्वासका साथ आजको कार्यक्रम समाप्त